हेलो गाइज सबैजनालाई नमस्कार मेरो बेलवासी एन्टरटेनमेन्ट युट्युब च्यानलमा धेरै पछि आज मैले एउटा भ्लग दिन गइरहेको छु। आज म सुपा जाँदैछु। यति बेला म चाहिँ घरबाट हिँडिसकेको। अब यहाँ केटाहरूसँग चाहिँ म सुपा जाँदैछु अनि सम्पूर्ण रमाइलो भिडियोहरू हजुर समक्ष प्रकट गर्ने नै छु। पुरा भिडियो हेरेर साथ दिनु होला अनि भिडियोलाई शेयर पनि गर्नु होला है त गाइजहरु। ल आज चाहिँ एकदम रमाइलो हुनेवाला छ। पुरा भिडियो बेलवासी एन्टरटेनमेन्ट युट्युब च्यानलमा आउनेछ। तपाईहरुले हेरेर पुरा साथ दिनु होला है त। ओके गाइज, अब चाहिँ यतिखेर हामी गाडीमा हिँडिसकेका छौँ। म भित्र ठाउँ नभएर बाहिर झुन्डिएको छु। बाहिरको रमणीय दृश्य एकदम शीतल मौसम छ। हरियाली डाँडाकाँडा पहाड हेर्दै हेर्दै म बाहिरबाट झुन्डिएर हिँडिरहेको छु। यस्तो राम्रो मौसम छ। एकदमै सुन्दर पहाड, बादल लागेको छ। एकदमै घाम पनि छैन, पानी पनि परेको छैन। एकदम सुन्दर मौसम, डाँडाकाँडा एकदमै रमाइलो दृश्य देखिरहेको छ हामीले। यो झुन्डिएको देखिने चाहिँ हाम्रो साउ हो, जसले चाहिँ हामीलाई लाँदैछ पिकनिकमा। यो बुक गर्ने साउ यही हो सबै। ल हामीले बाहिर निकालेर फालेका छौँ। यतिखेर चाहिँ हामी खाती खोला पुगिसकेका छौँ। अगाडि चेकिङ छ भनेर केही मान्छेलाई चाहिँ उतारिएको छ। हेलो गाइस, यतिखेर चाहिँ हामी फाइनली सुपा खोला चाहिँ पुगिसकेका छौँ। यहाँ चाहिँ गाडीमा चाहिँ ओभरलोड भएर चाहिँ धेरै मान्छे भएर हामी झरिसकेका छौँ। चाहिँ हिँड्दै गइरहेका छौँ। बाँकी चाहिँ अब मन्दिरमा गएर म देखाउँछु भिडियो। साथीहरू चाहिँ अगाडि गइरहनु भएको छ। यो चाहिँ सुपाको एकदमै लामो पुल हो, देख्न सकिन्छ। अब चाहिँ हामी फाइनली सुपा मन्दिरमा आइपुगेका छौँ। अगाडि हुनुहुन्छ। अब चाहिँ हामी पुगिसकेका छौँ। त्यसपछि हामी पिकनिक खान जान्छौँ। अब चाहिँ हामी मन्दिर परिसरमा पुगिसकेका छौँ। यहाँ चाहिँ सामान किनेर लान सकिन्छ। हाई गरिदिउँ। हाई बाई। यहाँ चाहिँ भक्तजनहरूको लाइन देख्न सकिन्छ। यो भित्र जो अहिले बढाइएको स्पेसको लाइन हो। भित्र चाहिँ यसरी पूजाआजा गर्नको लागि यसरी लाइन लगाइन्छ भित्रपट्टि। बाहिर पनि योभन्दा ठुलो धेरै लाइनहरू छ। हामी भित्र छिरिसकेका छौँ। अब यतिखेर चाहिँ हामी लाइनमै छौँ, वेटिङमा छौँ पूजाआजा गर्नको लागि। एकदमै रमाइलो छ, गीतहरू बजिरहेको छ। मेरो चाहिँ कपिराइट हान्छ भनेर चाहिँ मैले गीत कटाइरहेको छु। एकदमै रमाइलो छ। यहाँनिर चाहिँ यो चाहिँ मन्दिरको अगाडिपट्टिको भाग हो। अब हामी चाहिँ दर्शन गर्नको लागि अगाडि आइसकेका छौँ। एकदमै भिडभाड छ दर्शनार्थी भक्तजनहरूको। हेलो, यतिखेर चाहिँ हामी दर्शन गरेर बाहिर निस्किसकेका छौँ।
सबैको मनोकामना पुरा होस्, सोचे आँटेको सबै कुराहरू पुरा होस्। हस्त धन्यवाद। फोटो खिचौँ। हेलो गाइज, यतिखेर चाहिँ म सुब्बा देउरालीको एकदमै अग्लो झलुङ्गे पुलमा आइसकेको छु। एकदमै रमाइलो भइरहेको छ। साथमा मेरो भान्जा हुनुहुन्छ। यहाँबाट तलको दृश्य एकदमै रमणीय देखिन्छ, देख्न सकिन्छ। एकदमै रमाइलो छ। आहा, म फर्स्ट टाइम आएको यो पुलमा चाहिँ एकदमै राम्रो छ। भिडियोलाई चाहिँ एकदम अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। यस्तो राम्रो राम्रो भिडियोहरू दिइराखेको छु। भिडियोलाई बढीभन्दा बढी सब्सक्राइब सेयर गर्नु होला है त। एकदमै अझै एकदमै भिड लागिरहेको छ। आजको मौसम अनि घुम्ने समय एकदमै जुरेको छ। एकदम चिसो चिसो मौसम, एकदमै रमाइलो भइरहेको छ। डाडु चला आएँ। यहाँ चाहिँ नरपानी भनिन्छ। यहाँ चाहिँ सबै भोज खाने कार्यक्रम यहाँ यो जो उसमा हुन्छ। हामीले चाहिँ होटलमा गएर आएका छौँ। उसमा ठाउँ नपाएर आज काट्ने क्रम जारी छ। यो चाहिँ हाम्रो सेगुवा पाउँदैछ। चलो अब चाहिँ हामी फर्किसकेको अवस्था हो गाडीमा। मलाई चाहिँ लास्ट सिटमा फालेका छन्। भिडियो गर्ने मान्छेलाई यतिखेर सम्मान छैन। मलाई चाहिँ पछाडि फाले। के गर्ने, बस्न त परिहाल्यो। ओ भान्जा बाई बाई गरिदिऊ।